हेलो एभ्रिवान, सबैलाई गुड इभिनिङ है। अनि आज चाहिँ हाम्रो विकली अफ थियो, सो हामी चाहिँ यहाँ मेरो रुमको छेउमा चाहिँ पार्क छ नि त हैन, बोटिङ गर्नुको लागि। अनि त्यहीँनिर चाहिँ हामी घुम्न आइरहेको थियौँ, म मेरो साथी हेरे हैन। त्यहाँबाट चाहिँ तपाईहरुलाई म देखाउँदैछु है बोटिङ गर्ने जग्गा चाहिँ। अनि साथीहरु यहाँनिर चाहिँ छ बोटिङ है, तपाईहरुलाई म अगाडिबाट पनि देखाउँदैछु हैन। यहाँबाट यहाँनिर छ, अनि त्यहाँबाट चाहिँ यहाँ चाहिँ वक गर्नुको लागि चाहिँ राम्रो रहेछ हैन। म पनि फर्स्ट टाइम आएको यहाँनिर, मलाई चाहिँ त्यति साह्रो थाहा थिएन नि त रुमको छेउमा चाहिँ यस्तो पार्क छ भनेर। सो म चाहिँ फर्स्ट टाइम आएको, अनि त्यही भएर म तपाईहरुलाई पनि देखाउँदैछु है भिडियो गरेर। यहाँ चाहिँ मर्निङमा चाहिँ वक गर्नु चाहिँ राम्रो रहेछ हैन। अनि तपाईहरुलाई म अगाडिबाट पनि देखाउँदैछु है कस्तो छ भनेर। र साथीहरु तपाईहरुलाई म अगाडिबाट देखाउँदैछु है। यहाँ चाहिँ यो सबै बोट गर्ने जग्गा हो है, हेर्न सक्नुहुन्छ। यहाँनिर पर पनि बोटिङ गरिरहेको छ हैन। सो यहाँनिर हेर्न सक्नुहुन्छ है। ए हो, अब हामी पनि अनि त्यहाँबाट हामी पनि बोटिङ गर्नु आँटेको हैन। अनि साथीहरु यहाँ हेर्नुस्, ओ यो कचोरियलको हो हेरिरहेछ त। अन्त हल्लिँदैछ, अर्जिनल हो डुप्लिकेट हो? त हल्लिँदैछ उसमा। हेर्नु साथीहरु, यो डुप्लिकेट हो कि अर्जिनल हो चिन्न पनि सकेन हैन। यहाँ चाहिँ माछा पनि रहेछ। अनि यो चाहिँ बोट खेल्ने जग्गा हो है, तपाईहरुलाई म देखाउँदैछु। यो फुल सो हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बोटिङ गर्दैछ र अब हामी पनि गर्नु भनेर सोचिरहेको छु, तर मलाई चाहिँ बोटिङ गर्नु चाहिँ डर लाग्छ कि साथीहरु।